उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 12 साधना टोल स्थित सङ्गीत विद्यालयलाई सङ्गीत प्रबन्धनका लागि महत्त्वपूर्ण साङ्गीतिक सामग्रीहरू हस्तान्तरण गरिएको छ। उदयपुर साङ्गीतिक केन्द्रद्वारा सञ्चालित सो विद्यालयमा सङ्गीत कला प्रबन्धनलाई अझ सशक्त बनाउने उद्देश्यले 6 वटा हार्मोनियम र 1 थान मादल प्रदान गरिएको हो। उक्त साङ्गीतिक सामग्री हस्तान्तरणको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सङ्गीत सिकाइमा सहजताको लागि उपलब्ध भएको विद्यालयका प्रबन्ध निर्देशक शैलेन्द्र खतिवडाले बताए। प्रबन्ध निर्देशक खतिवडाका अनुसार उपलब्ध सामग्रीहरू विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र व्यापारीहरूले गरेका हुन्, जसमा गाईघाटका प्रतिष्ठित व्यापारी सुबोध ठाकुर, भूपेन्द्र शर्मा, अर्जुन रेग्मी, विमल कम्पनी काठमाडौँ लगायतका सङ्घ संस्थाहरूले 1 थान हार्मोनियम प्रदान गरेका छन् भने अर्का व्यापारी प्रकाश खत्रीले 1 थान मादल प्रदान गरेका छन्। प्रदान गरिएको सामग्रीको मूल्य करिब 1,60,000 रुपैयाँ रहेको छ। हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेकी प्रदेश सांसद सम्झना तामाङले सङ्गीत शिक्षा क्षेत्रमा थप लगानी र सहयोग आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई सङ्गीत मार्फत आत्मनिर्भर बनाउने प्रयास जारी राख्नुपर्ने बताए। सामग्री हस्तान्तरणले स्थानीय सङ्गीत शिक्षा र साङ्गीतिक कलालाई अझ सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला, त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डाक्टर कैलाश कुमार राई, वडा अध्यक्ष सुमन्त कोइराला, नवीन कुमार बान्तवा राई, युनाइटेड वर्ल्ड साइन नेपालका प्रमुख श्याम बस्नेत, त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइली, महासचिव दिनेश श्रेष्ठ, पत्रकार महेश्वर चामलिङ, गजेन्द्र राई लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।